बिना झन्झट र छिटो मिठो बन्ने मटर पनिरको रेसिपी। एउटा प्यानमा थोरै तेल राखेर हामी पनिरलाई फ्राई गर्छौँ। पनिर आफूलाई मनपर्ने जति फ्राई भएपछि यसलाई हामी निकालेर राख्छौँ। एउटा कराईमा थोरै सनफ्लावर ओइल र त्यसमा मसिनो चप गरेको प्याज, यसलाई चाहिँ हामीले एकदमै हाई फ्लेममा फ्राई गर्नुपर्ने हुन्छ र यो गोल्डन ब्राउन भएपछि यसमा हामी जिन्जर गार्लिक पेस्ट राखेर चलाउँछौँ। हामीले युज गरेको इन्डक्सन चाहिँ फेमसको 2000 वाट इन्डक्सन हो। यो मिनिमलिस्टिक इन्डक्सनमा टच कन्ट्रोल रहेको छ भने यसमा थुप्रै प्रिसेटहरू पनि रहेको छ। इन्डक्सन कुकटप कन्भेन्सनल कुकटप भन्दा एकदमै एनर्जी एफिसिएन्ट हुन्छ। यहाँले फेमसको पेज वा डिलरसिपबाट यो अर्डर गर्न सक्नुहुन्छ। त्यसपछि हाम्रो टमेटो प्युरी राखिदिने, टेस्ट अनुसार नुन, खुर्सानीको धुलो, बेसार र मसला राखेर गोलबेडा मजाले पकाउने। गोलबेडा मजाले पाकेर तेल यसरी माथि आएपछि हामीले फ्राई गरेर राखेको पनिर राखेर चलाउँछौँ र यसमा हामी मटरको सबै राखेर राम्ररी चलाउँछौँ। सबै तरकारी कभर हुने जति पानी राखेर यसलाई हामी छड्किन दिन्छौँ। त्यसपछि रेडी हुन्छ बिना झन्झट र छिटो मिठो बन्ने मटर पनिरको रेसिपी। एउटा प्यानमा थोरै तेल राखेर हामी पनिरलाई फ्राई गर्छौँ। पनिर आफूलाई मनपर्ने जति फ्राई भएपछि यसलाई हामी निकालेर राख्छौँ। एउटा कराईमा थोरै सनफ्लावर ओइल र त्यसमा मसिनो चप गरेको प्याज, यसलाई चाहिँ हामीले एकदमै हाई फ्लेममा फ्राई गर्नुपर्ने हुन्छ र यो गोल्डन ब्राउन भएपछि यसमा हामी जिन्जर गार्लिक पेस्ट राखेर चलाउँछौँ। हामीले युज गरेको इन्डक्सन चाहिँ फेमसको 2000 वाट इन्डक्सन हो। यो मिनिमलिस्टिक इन्डक्सनमा टच कन्ट्रोल रहेको छ भने यसमा थुप्रै प्रिसेटहरू पनि रहेको छ। इन्डक्सन कुकटप कन्भेन्सनल कुकटप भन्दा एकदमै एनर्जी एफिसिएन्ट हुन्छ। यहाँले फेमसको पेज वा डिलरसिपबाट यो अर्डर गर्न सक्नुहुन्छ। त्यसपछि हाम्रो टमेटो प्युरी राखिदिने, टेस्ट अनुसार नुन, खुर्सानीको धुलो, बेसार र मसला राखेर गोलबेडा मजाले पकाउने। गोलबेडा मजाले पाकेर तेल यसरी माथि आएपछि हामीले फ्राई गरेर राखेको पनिर राखेर चलाउँछौँ र यसमा हामी मटरको सबै राखेर राम्ररी चलाउँछौँ। सबै तरकारी कभर हुने जति पानी राखेर यसलाई हामी छड्किन दिन्छौँ। त्यसपछि रेडी हुन्छ